गाइस टुडे सिम्पल एट काठमाडौँ हेर्न सक्नुहुन्छ। आज काठमाडौँमा पानी परेको छ। हजुर यो काठमाडौँको दृश्य हो। Oh my god, what the यस्तो पानीमा कसरी हुन सक्यो होला बिचरा। हामी बस्ने ठाउँ कति ठुलो पानी परिरहेछ। आपको ऐसा लगता है गरम एउटा चरासम्म देखाउँछ है। यसो जुम गर्ने सोच्छु कि जुम This is my room, guys. त्यो बेला सुक्दै छु म ढोका लाएर आउँछु। यहाँदेखि देखाउँछु भ्यू त के आउँछ नि त। त्यहाँ हेर्नु गाडी हिँड्या मान्छे हो कि गाडी हो तिनीहरू। यहाँनिर हेर्नु बेबी गाडी देखि म त मान्छे हातमा के समातेर आइरहेको सुतिर गिरङ्गी हस्पिटल। देख्दैछ मेरो एन्ड्रोइड पनि आइफोन जस्तो क्लियर देखाइदिने क्या भने हेर्न सक्नुहुन्छ। वेलकम टु माई न्यू ब्लग। टुडे आई एम गोइङ टु मेक अ न्यू भिडियो फर यू। आज चाहिँ पानी परिरहेको छ गाइज। आज क्लाइमेट चाहिँ यस्तो मुडै खराब गरिदिन्छ भने के गर्नु। You guys, एउटा जादु देखाउँछु चाउचाउ आयो भनेर नि। हेलो मङ्गली मिस केही बोल्न सक्नुहुन्छ भने बोल्नु। हेलो हेलो गाइजहरु। पानी रोकिरह्यो। पानी आउँछ भिजाउँ एमै आइरह पानी। अब हामी चाहिँ खाजा खाने हो। खाजा खाइँगा म चाहिँ यति लामो हेयर पार्लो पर्ला सोचिरहेको कपाल के अलिक ठुलो पाल्छु नै काट्ने का हे सन्डे आइतबार हेयर काट्नु नै बन्द हुन्छ। आइतबार त्यसै उतानिर खुल्ला हुन्छ बन्द हुने हो। म चाहिँ काट्ने होइन। पैसा 150 रुपियाँ बच्छ नि त। या कपाल नराम्रो देख्छ नि ठुलो भयो नि त। मलाई खानु यो गरौँ न।
चाहिँ मेरो रुम यो यतादेखि जुम हुँदैन रहेछ है अघिदेखि हुँदैन अघिदेखि हुँदैन यस्तो उता गरेर न त यस्तो त्यो सुरबाट बनाउँदाखेरि ऊ चाहिँ भगवान् ऊ माथि चाहिँ भगवान् माथि पनि भगवान् हुँदा माथि चाहिँ यो चाहिँ हाम्रो रुम यस्ता गरम गरेर पर राख्दैन है डल्का नानी यहाँ तल यस्तो डलको खुट्टा आउँछ त ले टाउको खाने खाएँ म चाहिँ टाउको खाँदैन टाउको नुनसँग चाहिँ भात खान्छु मेरो त बिहानको बासी भात छ बासी भात खाने दालमोट खानु खानु उता चाहिँ कति राखेर के लिएर खा यो पनि कति आउने बनाउनु कमै रहेछ जानु हस्पिटल चाहिँ कति बजी आएको कति 8:15 भएको थियो म जाने ल पानी परेर हैरान मैले कति दिदीमा कति 6 बजी भेटेँ हौ मेरो नास्ता जाउसाउलो ल्याइदिए खाएँ बिसा दिँदैन कि सोचे नि होसमा दिँदैन रहेछ क्या आइए होस आयो 5 बजी आएर रहेछ 6 बजेतिर भेट्न दियो त्यहाँ कस्तो हस्पिटलमा पानी कि महँगो 35 रुपियाँको त किन मलाई 1 लिटर पानी ल्याए म 13 सेकेन्डमा खाइसक्छु 3 सेकेन्ड 10 सेकेन्डमा वाटर इन्टक्सिकेसन हो कि के हुन्छ पानी पनि विष हुनसक्छ अरे त्यस्तो गर्नु हुँदैन मैले चाहिँ कति 10 सेकेन्डमा खाएको है मैले 1 लिटर पानी खाएँ 10 सेकेन्डमा खाइदिएको अस्ति एकछिन पिदिएको खाइदिएको होइन पिदिएको 10 सेकेन्डमा होइन त्यसरी खाने होइन मलाई खानु हुने हो कि भनेर Okay, bye guys. See you again. Okay, bye guys. See you again. हेलो एभ्रिवान यहाँको चाहिँ यस्तो छ कि पानी परेर हजुर नाइ म खान्न यस्तो छ मौसम चाहिँ मौसम पानी कति आउने हो झ्याउ लाग्दो हो खाना नराम देखाउँदा अस्ति यहाँ उति रुखहरू त ढल्ला जस्तो भएको थियो हावा लागेर यी रुखहरू उता त देख्दै देखाएको थिएन उज्यालो हुन्थ्यो गड्केर अहिले पनि गड्किरहेको छ हजुर हेर्न सक्नुहुने छ अनि त यहाँ नास्ता खाँदै हुनुहुन्छ लजाउनु भएको यस्तो छ पानी परिरहेछ हाम्रो रुमदेखि यस्तो देखिन्छ हल्का पछि आउनुपर्छ क्या यस्तो अब यो रुम पनि बिस्तारै छोड्नेवाला छ थोरै दिनपछि होइन अन्यदेखि
हामी अर्को ठाउँ बस्छौँ यो चाहिँ छुर्नेवाला कस्तो बलर यहाँ पानी कोठाभित्र आउन लागिसक्यो नि अलि भित्र त आउने होइन के हुँदैछ यहाँ हजुर एकछिन अहिले एकछिनमा धुनु होला नि सानी आउनु भयो हजुर भित्र आउँछ नि अब पानी त आउँछ अभी भित्र आयो नि दाइ यहाँ पानी आयो भित्र त्यस्तो त्यस्तो हुन्न नि अब प्लास्टिक दाइ आइसक्यो साँच्चीकै यहाँ झगडा बन्द गर्नु प्लास्टिक ल्याउनु न प्लास्टिक यहाँ यस्तो हाल्नु यो कोठा हजुर त्यहाँ पनि आयो अब हामी के गर्ने कहाँ जाने कसो गर्ने दाइ तपाईँ लाउनु मोबाइल म गर्छु नि लुगाहरू यता राख्नु पर्ला तपाईँ मलाई सामान लाउनु थाल लिएर आउनुभयो दाइको काम लाउनु म गर्छु के म यहाँ अब गर्छु लुगाहरू यता राख्छु यहाँ बिच फेरि सबै लुगाहरू हेर्नु त गाइज यो रुम बनाउनुको कारण लास्टमा आएर यही हो पानीभित्र नास्ता पनि भन्छ हामीले होइन पानी किन पर्खाइको बाटोदेखि उठाइको दरेम दरेम ऐसा लगता है दरेम दरेम इधर पानी आएगा दरेम दरेम मैले आयो यहाँ माथिको झ्यालदेखि आउँदो रहेछ कि त फुटेछ नि यहाँ सिसा घामले गर्दा त्यहाँदेखि पानी आउँदो रहेछ कि बाहिर उठालेपछि त्यहाँ झुलहरू हुन्छ नि झुल खाऊ पानी अलिक ठुलो आउँदछ भने बाहिर कपडा जस्तो भयो नि झुलहरू चाहिँ उठालाउँदा पानी त्यहाँ आइरह नि पानी कति ठुलो आइरहेछ के गर्नु गाह्रो छ त्यहाँ नि हेर्दै आइडिया दाइले निकाल्नु भने म अर्को ल्याएर आउँछु है मङ्गली यहाँ त टन्नै आयो झन् यो पर्दा बाहिर लाउँ बन्द गर्नु मलाई काम छैन जुत्ता भित्र होला नि मलाई ढाक्नु होइन भिडियो नबनाउनु कि अब जानु जानु यस्तो गर्नु मैले गर्दा हुँदै हाल्यो यस्तो पुज्दै कपडाले न बाटोमा हेर्न सक्नुहुन्छ यस्तो गरेर पानी परेको कि हाम्रो रुम बिचाएर तनास के गर्ने नगर्ने यहाँ हेर्नु त हाम्रो रुम यहाँसम्म हो यता यता आइरहेछ भने अहिले बहिनी चाहिँ उ गर्दैछिन् यहाँ पानी पुस्दैछिन्
यहाँ जुत्ताहरू धन्दै भिजाएको भने नुवा नुवा हो त पानी किन्न पर्दैन पानी किन्न नै पर्ता है इधर ओके गाइस सी यू अगेन हामी चाहिँ अब पानी पुस्न लगाएको बाई बाई टाटा अब अर्को नेक्स्ट भ्लग होइन हाम्रो डेली एक्टिभिटिजसँग भेटौँला भन्ने रे भेट्ने हो त्यही हो कि यहाँदेखि काठमाडौँ भ्याली चाहिँ देखिया छैन यस्तो छ बाई अब गुड डे एन्ड अब गुड नाइट स्वीट ड्रिम बाई टाटा ए गुड आफ्टरनुन बाई टेक केयर सी यू अगेन हेर्नु यस्तो छ आजको क्लाइमेट यता बाई बाई टाटा